अनि सो हेर्नु छोडेको गाई चल्नु त न्यू भ्लग अनि हेर्छ भने चाहिँ म चाहिँ भर्खर उठेको अघि उठेको अनि खाना पकाएर फेरि सुत्दिएँ के निन्दा लाएर सुत्दियो भने चाहिँ भर्खर खतरा सन भर्खर घाम उठा खतरा टिकिरहेको छ हुन्छ अनि यो गाउँघरतिरको हेर्नुहोस् उसो कुहिरहेको लगाइरहेको अनि कुहिरे लगाएर हुन्छ अनि सो आज चाहिँ गाउँघरतिर मात्रै भ्लग हुन्छ अनि यता हुन्न आज चाहिँ ओन्ली गाउँघरतिर भ्लग हेरेको गाइस अनि त्यही हो अब अरूलाई चाहिँ कति उता बाहिर गरौँ आज चाहिँ गाउँघरतिर भ्लग गर्ने भनेको अनि त्यही भएर अनि सो गाए चाहिँ म चाहिँ अब घर बस्न अगाडिको आएको फेरि आइसकेँ अनि सो यो चाहिँ मेरो खास गाउँ चाहिँ यो होइन मेरो खास गाउँ चाहिँ योभन्दा माथि हो अनि यहाँ चाहिँ हामी सरेकोमा घर नजिक सरेको अनि सो मेरो खास गाउँ चाहिँ ऊ त्यो डाँडा है ऊ त्यो डाँडा त्योभन्दा अझै बाहिर जानुपर्छ कि अझै बाहिर जानुपर्छ बल्ल मेरो गाउँ छ बल्ल मेरो गाउँ छ नि सो अनि हाम्रो त्यो लोकल माल फल्यो काब्रो लोकल माल फल्यो हौ हाम्रो घरतिर चाहिँ लोकल मालै फल्यो त्यो पुरै सो म चाहिँ अब लोकल माल थाहा पऱ्यो घरतिर फलेको अब हेरौँ अमिलो कस्तो हेर्नु त हामी त सबैको काब्रो अमिलो हुन्छ के अनि मैले चाहिँ यताको राम्रो छ यता टिप्नु भन्थ्यो टिप्नै पाएन कि भेटेन क्या यता जाने डर लाग्छ यता सरबाट चिन्छ सरको त्यही भएर म चाहिँ यता हिँडेको सो अब यहाँ भएर हेरौँ सो गाइस अब चाहिँ रिस्क लिइरहु हातमा मोबाइल छ अलिक अब टिप्नु हिँड्दाखेरि झुक्केर मोबाइल प्याट्टै खसिन्छ गयो नि खतरा डुम्लाई सो गोजेन मोबाइल छ त्यहाँदेखि हातमा मोबाइल छ तिनीको कसो हो गाइस यार तिनीलाई गाह्रो भयो सो गाइस धरे एकछिन भेट्यो त अनि सो गाइस धेरै थुलो टिप्ने भ्यानी यत्रो सानो टिपे खुर्सानी चाहिँ ठिकै रहेछ अब चाहिँ अब गाइस अब के अरे भर्खर पठाएको अनि बजारको लोकल माल लेखेपछि कहिले खानु मन लाग्छ होइन गाइस लोकल माल हो नि त अनि अब चाहिँ म फेरि पानी पत्याएर दिँदा भनेको पानी पत्याएर पुग्छु हामीले चाहिँ पानी धारा खायो क्या हामीलाई पानी भयो नि त्यहाँसम्म पुर्याउँछ भनेको त्यो एकछिन झोला र जस्तो गाउँ देखाइदिन्छु गाउँको नि भ्यू गरिदिन्छु भनेको त्यो मैले हजुरलाई त्यही भएर नि सो गाइस म चाहिँ अब हिँड्दैछु अब म चाहिँ माथि पानी धारासँग पुगेर फेरि फर्किन्छु अनि घर बस्दै सुत्छु एकछिन अनि फेरि अब चाहिँ हाम्रो चाहिँ बलको म्याच भएको थियो हिजो एउटा सुटे बलको म्याच अनि आज जस्तो हुन्न अब 22 र 23 गते म्याच हुन्छ आउनु होला अन्डर 18 को भाले कप फर्स्टलाई 3टा भाले सेकेन्ड 2टा भाले अनि थर्डलाई एउटा भाले हो आउनु होला अनि डटा फी चाहिँ 1200 हो अनि हजुर सम्पर्क गर्नु छैन नम्बर दिन्छु त्यहाँ सम्पर्क गर्नु अनि 3टा गरिहाल्नु अनि सो गाइज है म चाहिँ अब पाण्डे आइपुग्नुलाई अनि म चाहिँ एकछिन चाहिँ म गयो छ कुथार बसिदिएँ अनि सो म चाहिँ पाण्डे आइपुग्नुलाई या घामले चर्कोलाई अब घामले चर्कोलाई अब चाहिँ लोड हुन जानुपर्छ अब लोड हुने ठाउँ डेन्जरलाई गाउँहरूतिरको अर्ग्यानिक लोड हुने ठाउँ त्यो गाउँहरूतिर चाहिँ आएपछि लोड हुने ठाउँ चाहिँ भेटाइहाल्छ चाहिँ अनि अब अरूलाई चाहिँ म खुवाउनु हुन्थ्यो अनि अहिले चाहिँ पुलमा धुन्छु कि पुलमा लोड हुने ठाउँ छ त्यहाँ धुन्छु अनि त्यही हो अब गाउँकोतिरको अर्ग्यानिक ठाउँबाट लोड हुनु पऱ्यो आज आएपछि धेरै होइन जर्सी छ एउटा फर्मल ड्रेस छ एउटा ट्र्याक छ एउटा सर्ट छ भागै यति हो अनि जुत्ता छ यति त सामान्य धुनलाई 1-2 घन्टा लाग्छ सो गएर यति थत्ता मात्रै गरेको तर लास्ट टाइम लाउँछ अनि त्यही भएर सो पानीको धारा आइपुग्यो आइपुग्नु लाग्यो अब आइपुग्नु लाग्यो अनि अझै मेरो भोइस अलिक सानो होला सन्चो छैन नि त त्यही भएर भ्लग गरिराखु त्यही पनि सो पानीको धारा आइपुग्यो अनि त्यही हो कता हो बहिनी बहिनीले बेच जान्छ बहिनीले बहिनी नमस्ते भाइ नमस्ते है तेरिका अनि नमस्ते आइया भ्लगमा हिँड्नु आन्टी देखिन्न सो यसो अब चाहिँ कति बाहिर भ्लग आज घतिर भर्खर भनेको हजुर अफर छ दिदीले भिडियो बनाउनु पठाइया के अनि सो गाइस चाहिँ म चाहिँ अब लोड हुने ठाउँलाई या अब यहीँ लोड हुने ठाउँ अब के गर्नु हौ गाह्रो छ सो मान्छे लोड हुने ठाउँ चाहिँ यो म लोड हुन्छु म यहाँ लोड हुन्छु ठक्क बोरा ल्याएर तछ्याएर चक्क लोड हुन्छु आइफोन अहिले यता गएर अहिले मल पानीमा प्याक्क खस्यो भने घाटा
सो अब चाहिँ अहिले म गाउँको भिडियो हेरिन्छु गाउँको गाउँ घर भने घर अहिले घर अनि म खासै उता बस्थेँ अनि अहिले चाहिँ यता बस्न आएको छु नि त पहिला उता आन्टीहरूसँग कोठामा बस्थेँ अनि अहिले चाहिँ म यता बस्न आऊ त्यही भएर चाहिँ झ्याउ भए अनि त्यही हो सो हेर्नु सक्नुहुन्छ म यस्तो छ अनि मामा घर त्यहाँ मेरो मामा घर अनि यता यता चाहिँ हाम्रो टोल छ क्या टोल छ अनि सानो टोल हो अब एकछिन अब दुलम अनि घर गएर लोड हुन आउनुपर्छ त अब लुगा धोएँ नि त मैले लुगा धुनु पऱ्यो आज त लुगा नधोएको लगभग धेरै होइन लुगा नधोएको मैले एकपल्ट भइहाल्यो म यस्तो लुगा जसरी आज लुगा धुन्छु भन्यो अनि हिजो लुगा धुन्छु हिजो म्याच थियो क्या हाम्रो बलको म्याच थियो अनि त्यहाँ गएँ अनि आज धुन्छु भनेको आज फेरि त्यस्तै भ्लग गर्न बिजी थियो अब भ्लग गरेर चितो सकाएर म चाहिँ अब गइहाल्छु लुगा धुन लुगा धोएर भ्याएपछि पुत्तो यो भ्लग गरेर चाहिँ लुगा धुन पुत्तो दुग्रिने त्यही अब म चाहिँ अहिले कुलै हिँड्दा काम नपाएर घर बस्नु भएको डिक्कै लगाउँछ गेम खेल्नु कोही आउनु नके अहिले नि नमिठो घोच दन्दीले खुट्टै डुवाङ भयो आज त अनि सो अनि अब चाहिँ भ्लग चाहिँ आइरहन्छ अब चाहिँ भ्लग दिल्ली आउँछ अनि त्यही भन्नलाई हो अनि सो हेर्न सक्नुहुन्छ पुरै केरा पारिन्छ यता राताति केरा टिप्न मजा आउँछ पाकेपछि मौरी बाह्र लाख केटा मौरी 12 लाख क्या भुगु गरेर टोक्लै टाटो टोक्छ त पर्दैन सो गाइज हेर्नुहुन्छ केरा त चक्करको भारी छ केरा त होइट केरा चक्करको भारी छ नि यता गाइज अरिङ्गाल हो के यहाँ छ हेर्नुहुन्छ अरिङ्गाल त्यहाँ देख्नु भएन अरिङ्गाल त्यहाँ हेर्नुहुन्छ अरिङ्गाल हो त्यहाँ अरिङ्गाल देख्नुहुन्छ अहिले म खानालाई ब्लगमा त्यही हो अब जुम गरेर ड्याम परिरहेको मबाट सो अब त्यहाँ छ पुरा फ्रममा उट्टु हेर्नुहुन्छ यस्तो छ गाउँ चाहिँ यता गाउँघर चाहिँ यता यस्तो हो अब धेरै लामो भ्लग गराउन अब एडिटिङ गर्न फेरि उस्तै झ्याउ हुन्छ नि त त्यही भएर नगराएको अनि हुन्छ उट्टो पुराङ घटी भएन उट्टो माथि पुराङ घटी चाहिँ छोडिआएको अनि त्यहाँ सबैले रन दिन्छ भन्छ तर म एकपल्ट तर हाम्रो मात्र रन दिएन खै हाम्रो दिएन अरू दिए तर हाम्रो त रन दिएन क्या खासै के मलाई थाहा छैन के भएको रनै दिएन हामीलाई अनि त्यही हो अब यहाँ बारी हामफाल हिँड्नुपर्छ क्या हो मेरो भर छैन म त बोट बोट मास्छु म त एकपल्ट म टाइगर राति एकपालि हाम्रो तिहारमा भएको क्या एकपल्ट हामी राता तिहार थियौँ दुई भुले गएको थियौँ एकदम झरा के अरे म टाइगर भरै बारी हामफालले बस्यो भने उठ्या मान्छेलाई पहिरो ट्याबान झरेको हामी सबै दाइले भाइ ढिलो है जाम भन्छ पहिरोबाट पुरै तर झर्देको हुट्टिँदै त्यो म कहिल्यै बिर्सिन्थेँ तात्दै हाँस्छ त्यो कुन जाने अरे त्यहाँ म चाहिँ लगभग 9मा पढ्थेँ कि फुच्चे नि थिएँ 8मा पढ्थेँ फुच्चे नि थिएँ त्यहाँ चाहिँ खुब दुखेको केमा त्यहाँ मसँग मली थिएन अनि 10मा बस्ने मल पाइनँ मैले अनि त्यही भएर 8-9-8मा फुच्चे नि थिएँ त्यहाँ कस्तो दुखेको कुरा न कहिल्यै बिर्सिन्नँ त्यो मैले अनि यो बादमा हिँड्नु धेरै भएको थियो अब आजैबाट हिँड्यो आज चाहिँ अहिले एकछिनमा चाहिँ म अब लुगा धोएर भ्याएर एकछिन बसेर म चाहिँ तजिरा भाइहरूसँग बस्न जान्छु अनि त्यसपछि फिनिस सो अनि हुन्छ अब चाहिँ यहाँबाट क्या बबाल देखिने भ्यू चाहिँ यहाँबाट चाहिँ खतरा देखिन्छ यहाँ फुटेज हुन्छ मजाले अनि त्यही हो मलाई लडेको है लडेको म अझै हाम्रो गाउँघर चाहिँ लोकल दिएको छ वाटरफल लोकल खाले उठ्ने काम गर्न कसै मैसा सिकोस् कि सिको कहिले मसँग सो हाम्रो गाउँतिरको लोकल वाटरफल एकपालि एउटा भाइ दाइ त वाटरफल होइन भन्छ लड्डु हाँसाएर मलाई यार अनि सो गाई चाहिँ म चाहिँ लिएर आइसकेँ एक लाएर आएँ अब यताबाट पनि उता झर्न मिल्छ तर म चाहिँ यता झरेको कि दिमाग फेरि यस्तो उठ्ने चिज आइहाल्छ मलाई फेरि म चाहिँ यो सोच्छु कि आकाश छ्या मसँग मलाई भए कस्तो गर्थ्यो सोच्छु कि आकाश छ्या मसँग आइफोन भए मैले कस्तो गर्थेँ त्यस्तो सोच्छु कि मलाई उठ्ने दिमाग आइरहन्छ मेरो अनि सो अहिले चाहिँ म चाहिँ अब घर आइपुग्नुलाई यहाँ अब झरीमा कहाँबाट हो अब आमी त आएँ उयो तोरेबारी छ तोरेबारीमा आएको भने फेरि मलाई मार्ला तोरेबारी चाहिँ खट्टा खाइदिएको सिकोस् गाइज लास्ट दिन ला घर एक तनाउनु सुतेर अनि लोड नाम आइदियो गाइज अहिले चाहिँ यति नै अर्को ब्लग आइदिउँ ल एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड लाइक सेयर एन्ड सब्सक्राइब भेट्यो गाइज बाई अर्को नेक्स्ट ब्लगमा भेटौँ ल